सबै त नपाएर हो बुझिदिए त्यस्तो होइन यत्रो होइन गफ त्यो चाहिँ होइन यार म प्रमाणित गर्छु यो कुरो त्यो चाहिँ होइन ल गफ नगर त्यो कुरामा म किनकि म कन्ट्रोलमा हुन्छु नि त त्यही भएर मैले चाहिँ त्यो कुरामा जित्दिनँ त्यति बेला त जति बेला थिइस् नि त्यति बेला राम्रो इमान्दार फ्रेन्ड भएको भए फिजिकल्ली पनि एउटा महत्त्वपूर्ण कुरा हो तर हुन्थेन यार त्यो बेला त कहाँ अहिले त उसैलाई सम्झिन्छ त्यो बेला अर्कोलाई सम्झिन सकिन्छ त्यो गफ नगर त गाला यो लामो कुरा नगर म त यो कुरा विश्वास गर्दैन ल भइहाल्यो तपाईँसँग हुँदा त उसैलाई सम्झिन्छ अनि त्यो बेला त फ्रेस टाइममा सम्झिन बिर्सिन्छ ठ्याक्कै त्यही हो यो सबै प्रकृतिमा जोडिन्छ खै मलाई त मजा आइरहेको समझ यत्रो बुझ्यो के अरे यही हुन रहेछ र उता बिग्रेको कति मजा लिइछस् तैँले भाग्यमानी छु भन्नु अफिसरको बुढी नभए नि बुढी सरहको भाग्यमानी छु भन्नु अरूलाई थाहा नभए हामी दुइटालाई त थाहा भयो नि त बिहे गरे नि हुने भनेको के हो र त्यही नै भाग्यमानी छु भन्नु होइन कति भेटिस् नि तैँले त कति भेटिस् नि तैँले त मलाई आज मैले के सोचेको थाहा मैले जसरी बागलुङमा भेटेको थिएँ त्यसरी नै त्यो बर्दीमा फेस टु फेस भेट्न पाएँ भन्ने भएको मलाई ल कफियान आइज के गरौँला त्यो दिन ठ्याक्कै याद होला कि नै भन्ने भएको क्या दाहिने गर्नु पाइँदैन यहाँ कफी नआइज भोलि तँ पनि सिक हुन पाइँदैन मैले भन्दै त सिक हुन्छेस् हुन्न तपाईँ हो रातो हो नि म हुन्न त एक्लै चाहिँ नआइज बाबुलाई छोरालाई चाहिँ लिएर नआइज अरू कोही पनि तेरो मेल साथी पनि छैन कि आफन्त पनि छैन यहाँ फेरि फिमेल लिएर त नआइज सोध्दैछु म साला बढ्ता मुजी आइमे मुजी बढ्ता